हामीलाई बचाउनुहोस् भनेर फोन व्हाट्सएपबाट नम्बरमा फोन आएछ। त्यसपछि एचआरको म यहाँ आएपछि एचआरले इन्डियाको बोर्डर कोइलावासको नजिकै भनेपछि मलाई भन्नुभयो। त्यसपछि पीडितको बुवा आमाहरू बडामा आउनुभयो। आइसकेपछि हामीले व्हाट्सएपको नम्बर अनि त्यसपछि इन्डियन पुलिससँग समन्वय गरेर शान्ति पुनर्स्थापना गिरी र कोइलावासमा जुन छ त्योसँग समन्वय गरेर हामी प्रहरी नै खटिएर इन्डिया गएर पीडित उद्धार गर्न लिइसके पश्चात अनि उहाँले चाहिँ 2 जना व्यक्ति यो राजेश नेपाली र राधा पाण्डे श्रीमान श्रीमतीले कपडा सस्तोमा पाइन्छ इन्डिया जाउँ भनेर ललाइपुरी गरेर इन्डिया लगेको र 35,000मा चाहिँ बिक्री गरेको भनेर भनिसके पश्चात 2 जनालाई पक्राउ गऱ्यौँ र किन्ने व्यक्तिलाई पनि हाम्रो बोर्डर नजिकै आएको बखतमा उसले हामीले पक्राउ खोजी आइसकेको थियो अनि किन्ने व्यक्तिलाई पनि समातेर ल्याइसकेका छौँ। यो अनुसन्धानको गतिमा सक्छ। यो 4 गते चाहिँ हुलिया परिपत्र भएको माघको 4 गते 17 गते चाहिँ हामीले जारी दरखास्त दिएर अनुसन्धान अगाडि बढाएको छ। किन्ने इन्डियन व्यक्ति हजुर। किन्ने व्यक्ति कस्तो हुँदो रहेछ नेपाली चाहिँ नेपालले लगेर गयो श्रीमान श्रीमतीले होइन पारिपट्टि एउटा इन्डियन योभन्दा अगाडि पनि गरेको रहेछ त यहाँबाट सप्लाई गर्ने उता चाहिँ लिन आउने अर्को टोली लिन आउने उता चाहिँ अब उनीहरूले भन्दा त म श्रीमतीको रूपमा राख्छु भनेर भन्यो होइन तर पैसा लिएर अनि त मानव बेचबिखन अन्तर्गतै गर्नु। कति वर्ष किन्ने व्यक्ति चाहिँ 49 वर्षको छ यो रामनिवास मौर्यबाट। केटी चाहिँ पीडित चाहिँ त्यही 22-23 वर्ष कोइलावास त्यसको मोबाइल भेटाएर अनि फोन गरेर चाहिँ आमालाई खबर गरेछ। अनि त्यो व्हाट्सएप नम्बर त्यहाँ इन्डियनको पुलिसले पनि बहुत समन्वय गर्नुभयो यो कार्यमा चाहिँ त्यहाँको इन्डियन पुलिसको समन्वय अनि त्यसपछि व्हाट्सएप नम्बर खोज्दै जाँदाखेरि ठ्याक्कै भेटियो अनि महिलालाई उद्धार गरेर लिइसकेपछि उसले 2 जना व्यक्तिको नाम भन्यो। त्यो चाहिँ हामीले नेपालकै पेरिफेरीमा गडवाकी मतलब भन्छ दाङकै पेरिफेरीमा भेटियो। 2 जना समातिसकेपछि इन्डियन व्यक्ति किन्ने व्यक्तिलाई पनि समातेर अनुसन्धान गरिरहेको छ। केटीले चासो नलिएको भए त्यो गाह्रो थियो त्यसो कुन बाटो लगेको रहेछ यो कृष्णनगर हुँदै लगेको रहेछ जाउँ भनेर लगाइसकेको गरेर श्रीमान श्रीमती यो राजेश नेपाली र राधा पाण्डे श्रीमान श्रीमती